सम्पूर्णमा नमस्कार। म चाहिँ पाल्पा जिल्लामा अवस्थित रामपुर र रामपुरभन्दा केही माथि काउले डाँडामा घुम्न जान लागिरहेको छु। अनि त्यो रामपुरनिर प्रवेश गर्ने ठाउँमा चाहिँ वेलकम टु रामपुर म्युनिसिपालिटी भनेर लेखिएको थियो, गेट बनाइएको थियो, जहाँ चाहिँ मैले टिकटक बनाएँ। अनि रामपुर पुगेर चाहिँ रामपुरको केन्द्रमा चाहिँ तालपोखरी मन्दिर छ। अनि त्यहाँ चाहिँ हामीले बोटिङ गरेर बिस्तारै बोटिङ गऱ्यौँ। अनि एकछिन त्यहाँ घुम्यौँ। अनि त्यता चाहिँ एकदमै धेरै रमाइलो छ। तालपोखरीनिर चाहिँ बिचमा चाहिँ मन्दिर छ। अनि हामी बिस्तारै माथि उकालो लाग्यौँ काउले डाँडा जानको लागि। चाहिँ यो पङ्खाबाट चाहिँ विद्युत निकालिन्छ। हामीले सानोमा चाहिँ हावाबाट चाहिँ विद्युत कसरी निकालिन्छ भनेर पढाएको थियौँ नि, यही तरिकाबाट चाहिँ विद्युत निकालिन्छ। अनि हामी बिस्तारै माथि जाँदै थियौँ। जति माथि गयो त्यति डाँडाको भ्यूहरू चाहिँ एकदमै रमाइलो देखिरहेको थियो। मेन त तराईमा बस्ने मान्छेहरूलाई चाहिँ त्यहाँको हावापानीहरूले चाहिँ एकदमै राम्रो रमाइलो फिल गराउँदछ। अनि हामी चाहिँ बिस्तारै भित्रभित्रै गाउँ हुँदै अफरोडको बाटो माथि गइरहेको थियौँ। जति माथि गयो त्यति रमाइलो थियो। अनि बिस्तारै माथि लाग्यौँ। अनि गाउँहरू पनि त्यस्तै रमाइलो थियो। हामीलाई चाहिँ लगभग काउले डाँडा पुग्नको लागि चाहिँ 3 घन्टा जति लाग्यो अफरोड भएको कारणले गर्दाखेरि। अनि बिस्तारै माथितिर गयौँ। अनि यहाँको मुख्य हेर्ने भनेको चाहिँ अमृतसर गाडी हो। अनि त्यसपछि अमृतसर चाहिँ बाटोभन्दा माथि पनि अमृतसर छ, तल पनि अमृतसर छ। बिस्तारै हामी चाहिँ ठ्याक्कै माथि काउले डाँडा पुग्यौँ। अनि गेटबाट चाहिँ हामी भित्र छिरिसकेपछि चाहिँ यति राम्रो छ। अनि हामी चाहिँ त्यहाँ पार्किङ एरिया पनि रहेछ। अनि त्यहाँ पार्किङ गरेर चाहिँ अनि भ्यू हेर्नको लागि चाहिँ हामी गयौँ। अनि त्यहाँ चाहिँ बाइक, बस अनि कारहरू चाहिँ सम्पूर्ण भेहिकल्सहरू चाहिँ त्यही पार्किङ गरेको थियो। अनि आज चाहिँ बेसरी धेरै पिकनिक र घुम्न आउने मान्छेहरू चाहिँ धेरै हुनुहुन्थ्यो कि 20-25 जना ग्रुप नै हुनुहुन्थ्यो। ल हेर्नु न भ्यूज भयो। म बोलाएको छु यहाँ चाहिँ त्यसपछि हामी चाहिँ बिस्तारै त्यो माथितिर डाँडामा जानको लागि चाहिँ तल झऱ्यौँ। अनि डाँडै छ कि यता डाँडा गयो उता डाँडामा, उता गयो उता डाँडामा। अनि यो डाँडाबाट चाहिँ होइन बिस्तारै तलको भ्यू चाहिँ कस्तो राम्रो देखिन्छ कि हेर्नु न। यताबाट उता त्यस्तै। अनि मौसम चाहिँ अलिक धमिलो भएर त्यति देखिएन। उतातिर चाहिँ यता चाहिँ कोही नाच्ने मान्छे, कोही गाउने, कोही मान्छे यता चाहिँ नाचिरहनु भएको छ। अब हामी चाहिँ माथि डाँडा काउले लेखेको चाहिँ ठाउँमा चाहिँ जान लागिरहेको। यति राम्रो छ कि होइन। अनि त्यसपछि यता चाहिँ बस्ने ठाउँहरूको पनि व्यवस्था गरिएको छ। अनि त्यसपछि माथि डाँडामा चाहिँ अनि के अरे काउले डाँडा भनेर लेखिएको पनि छ क्या। अनि यतातिर चाहिँ धेरै मान्छे हुनुहुन्थ्यो कि 20-25 ग्रुप हुनुहुन्थ्यो होला पिकनिक खान जाने मान्छेहरू। अनि यो चाहिँ पार्क हो। अनि यहाँ चाहिँ बस्ने ठाउँ छ। अनि माथि पिङहरू छ। अनि त्यसपछि मान्छेहरू चाहिँ यहाँ धेरैजना बसिरहनु भएको छ, पिङ खेलिरहनु भएको छ, कोही गीत गाएर नाचिरहनु भएको छ। अनि भिडियोमा भन्दा पनि रियलमा चाहिँ एकदमै राम्रो छ। हजुरहरू कोही पाल्पा जाने रहरमा हुनुहुन्छ भने चाहिँ काउले डाँडा पनि नभुलिकन जानु होला। एकदमै रमाइलो छ, सिरिर र हावा चल्छ। अनि यो चाहिँ मेन पोइन्ट भनेको चाहिँ काउले डाँडा लेखेको छ। अनि त्यसपछि चाहिँ त्यो काउले डाँडा लेखेको ठाउँबाट चाहिँ हामी फर्कियौँ। रात पर्न लागेको थियो। अनि बिस्तारै फर्कियौँ। हस् त, बाई बाई।